आज हामी बनाउँदैछौँ आँपको अचार। मसँग चाहिँ यति आँप छ। यो पूर्वबाट पठाइदिनु भएको लेटाङबाट सानुमाले। दुईवटा चाहिँ मैले कोरेर अचार खान राखेको छु। अब यहाँ मेरो एक हातले खिचेको भएर मैले राम्ररी पखालेको खिच्न पाइनँ। जस्तै यति आँप छ। अब दुईचोटि मैले पखालिसकेँ। ल पखाल्छु। पहिला चाहिँ सबभन्दा पहिला पखाल्ने अनि पखालिसकेपछि यसलाई अहिले काटेर राख्नुपर्छ। दसवटा मात्र छ। हेर्नु अब कस्तो ताप्छ। यो अलिकति तोरीको लागि काट पनि लानुपर्छ। एकदमै फ्रेस आँप मगमग बास्ना आइरहेको छ क्या। यस्तो बास्ना रहेछ नि। एकदम बास्ना रहेछ। 4 5 6 7 9 10वटा आँपको अचार बनाउँदैछु। अब यसलाई पखालिसकेँ। अब यो आँपलाई चाहिँ अब सुधार्नुपर्छ अनि त्यहाँदेखि अचार हाल्नुपर्छ। मैले धेरै वर्ष पछाडि यस्तो अचार हाल्न आँट्दैछु किनभने पहिला मम्मीहरूले हाल्नु त मैले त हालेकै छैन। खट्टी मिठी चाहिँ खाइदियो। अनि यसलाई नुनमा डुबाएर राख्ने हो। म काट्छु अब काट्न पो यसले सकिन्छ कि सक्दैन है। क्यामेरा खिच्नु पनि कोही छैन। काट्नु पो कोही पछि छ भने त काट्नलाई गाह्रो हुन्छ चक्कुले त। कोही पछि कुरा कोही काटेको भएर राम्रो हुन्थ्यो। त्यो खाइहाल्नु धेरै सुकाउँदिनँ नि, धेरै छैन नि त। कोही पनि खाइदिन्छु। अचार त कोहीसँग मिठो हुन्थ्यो तर मैले चक्कुले काट्नु भएन। मसित त्यस्तो डह्रो काट्ने पनि केही छैन। त्यही भएर कोही पनि लगाइदिन्छु। थोरै धेरै आउँदिनँ। सानो बट्टामा एकपट्टा भयो भने भइहाल्छ। बरु कोरेर राख्यो भने पनि चाहिँ अम्चुर पाउडर काम दिन्छ यसले। हेर्छ नि यो सानोमा हामी त कुटी काट्ने सरौटो जस्तो हुन्थ्यो त्यसले गर्थ्यौँ। यो चक्कुले नहुनेको छ कोया निकाल्न। मसित चुलेसित छ तर त्यसले नै हुन्छ जस्तो लागेन। त्यही भएर चाहिँ यस्तै गरेँ। तपाईँसँग काट्ने छ भने चाहिँ कोही सबैको गर्न सक्नुहुन्छ है। अब म चाहिँ काटिसकेपछि देखाउँछु किनभने मेरो क्यामेरा अडियोमा पनि ठाउँ भएन। म चाहिँ अब धेरै चाहिँ काट्दिनँ। मलाई त्यस्तो लाग्यो किनभने अचार धेरै हुने रहेछ। ठुलो हुन्छ नि त पिस। अब अरू दुईवटा काट्छु। पल्टीमा हाल्ने। मैले स्टिलको यसमा चाहिँ किन हालेको, स्टिलकोमा किन नहालेको भन्दाखेरि स्टिलकोमा चाहिँ भरे नुनले भाँडा बिग्रिन पनि सक्छ क्या। त्यही भएर मैले चाहिँ स्टिलको भाँडा चाहिँ नचलाएर प्लास्टिकको भाँडामा अब नुन र बेसार हालेर चारवटा भयो। अब एउटा मात्रै गर्छु किनभने मलाई धेरै हुन्छ जस्तो लाग्यो। अलिकति धुलो बनाएर राख्न सक्छु मैले किनभने पोहोरपराको धुलो एकदम राम्रो मस्त भएको। पनि एकदम मिलेछ। यो चाहिँ बिग्रेको रहेछ फेरि। या चाहिँ बिग्रेको रहेछ किनभने चक्कु धएर आउँछु। एउटा आँप चाहिँ बिग्रेको रहेछ। हेर्दा त्यस्तो राम्रो थियो। यो पनि बिग्रेको छ कि क्या हो। अच्छा मैले अहिलेसम्म काटेको चाहिँ सबै राम्रो। यो पनि राम्रो रहेछ। यति नै आँपको बनाउने निर्णय गरेँ किनभने मलाई काट्नलाई एकदम च्याउ धेरै हुन्छ जस्तो नि लाग्यो। जम्मा जम्मी 4वटा आँपै यो एउटा बिग्रेको रहेछ।
चारवटा मैले राखेँ। अब यसमा नुन र बेसार लाउने। अब यसको पानी निकाल्नको लागि चाहिँ नुन राम्रै लगाउने, किनभने पछि नलाउँदा नि हुन्छ नि त, चर्को भयो भने। चाखेर नुन अनि बेसार लगाएर अब यसलाई त्यस्तै पो साउन्ड आयो। अब यसलाई भोलिसम्म छोडिदिने। अनि म भोलि अचार बनाएको देखाउँछु। हिजोको आँप अब यसैले रस पानी फालिसकेको छ। अब यसलाई चाहिँ म सुकाउँछु। यसलाई नाङ्लोमा यसरी एउटा एउटा गरेर मिलाउँदा नि हुन्छ। धेरै नाङ्लो कस्तो नहुनु, यो धेरै पुरानो भइसक्यो नाङ्लो। यस्तै हो यो बाँसको चोयाको नाङ्लो। चामल केलाएपछि यस्तै हुन्छ। मैले भर्खरै चामल पनि केलाइसकेको थिएँ 2 दिन अगाडि। अब यसलाई मिलाएर सुकाउने। थोरै लगाउन आँटेको नि त। अब यसलाई मिलाएर सुकाउने अनि सुकाएपछि अचार लाउने। सुकाएपछि तर यतिकै खाइसकिन्छ जस्तो छ। थोरै पो भएछ है, हिजो धेरै जस्तो लागेर। थोरै लगाउने, मिठो भयो भने फेरि लगाउनुपर्छ। यो चाहिँ यति भयो मेरो आँप चाहिँ। अब यसमा अलिकति तोरी लगाउने मैले पिसेर रेडी गरेको छु। तोरी लगाएँ, थोरै छ नि त, त्यही भएर धेरै लगाइनँ। तोरी लगाएँ, त्यहाँ पछाडि ज्वानो र सुप लगाएँ। अघि अलिअलि रोस्ट गरेको छु यसलाई पनि। अनि त्यहाँ पछाडि लगाएँ यो चाहिँ मेथी, जिरा, धनियाँको ढिलो पिसेको। अस्ति त खोर्सानी सकिएको रहेछ। यो खोर्सानी धेरै भइरहेको थियो, पोहोरको खोर्सानी। अब नयाँ लगाउनुपर्छ। यही अचारकै खोर्सानी लगाइदिएँ मैले, किनभने मसित अर्को पनि छ एउटा। अब नयाँ सिजन पनि आइहाल्छ, यो खाइहाल्ने हो, त्यही भएर बिग्रिँदैन पनि। नुन अलरेडी यसमा चाहिँ नुन र बेसार हालेको भएर नुन अलिक कम्ता नै हाल्नुपर्छ। बेसार पनि लागेकै छ, हल्का, धेरै नहाल्ने। यसमा तेल हाल्ने। म चाहिँ तेल च्यादनीमा राख्छु, सजिलो हुँदो रहेछ क्या। तेल अलिक धेरै राख्नु पर्यो, थोरै अचार भए पनि। अनि अब यसलाई मिक्स गरेर, वाउ, हेर्नु त कस्तो खाउँ परेको अचार भयो। अब यसलाई एकछिन छोपेर राखिदिने अनि बट्टामा लाउने। एकछिन यसको मसलाहरू यहाँ लागोस्। यो खाइहाल्ने, नभए त अलिक सुकाउनुपर्छ। थोरै मैले जम्मा 5वटा आँपको त गरेको, आँपको कोही काट्न सकिनँ, त्यही भएर। हेर्नु त कस्तो राम्रो भयो। अब यसलाई बट्टामा लगाउने हो, अहिले म देखाउँछु। म चाहिँ आजसम्म किनेर अचार खाएको छैन क्या। किनेर खान त्यति मन पनि पर्दैन, भेज भएको कारणले होला। हेर्नु त कस्तो राम्रो भयो। म चाहिँ यहाँ अचार बनाउँदै खाना पनि पकाउँदैछु। के गर्नु, भिडियो पनि बनाउनै पर्यो फेरि। बच्चाले लिन जानु छ 7:30 बजे। यसको डान्स प्र्याक्टिस भएर 7:30 बजे मात्रै छुट्टी हुन्छ। कुकरको ब्यालेन्स नमिलेर हेर्नु, दाल पकाइसकेँ कुकरमा। अब पछि नै आफूलाई लौकाको सब्जी खुब मन पर्यो भन्दै थियो, त्यही भएर आज लौकाको सब्जी पकाइदिएको। कान्छो छोरा चाहिँ डान्स कम्पिटिसनमा सेलेक्ट भएको छ। हाम्रो स्कुलको चाहिँ राम्रो भन्नु कि नराम्रो बानी भन्नु, स्कुल पछाडि प्र्याक्टिस हुन्छ, पढाइ हुँदैन। तर 7:30 बजे लिन जानुपर्छ, त्यही भएर त्यतिखेरसम्म खाना बनाइवरी भ्यायो भने खाएरै जाने हो लिनलाई भनेर म चाहिँ अचार पकाउँदै यता दाल पकाइसकेँ। अब सब्जी पकाएर टमाटरको अचारपछि खाना बस्दा पनि भइहाल्छ। म चाहिँ लौकाको सब्जी चाहिँ कुकरमै पकाउँछु। कुकरमा पकायो भने बच्चाहरूलाई पनि खानालाई सजिलो
अब यसलाई गर्नु पनि परेन। तर कुकरको बिचको लगाइदिएपछि काम सक्यो। सिटी लगाएपछि यो पाकिहाल्छ। फेरि अचार अब अचार छ यो बट्टामा आउँछ होला। चलो बरु ला यसमा त अट्दैन कि क्या हो, 2 बट्टा हुन्छ क्या हो अचार त। यति 5वटा आँपको अचार पनि बाट हुन्छ कि क्या हो अचार त। अचार त 2 बट्टा होला जस्तो छ। 1 बट्टामा यता न उता पो भयो त अचार त। 1 बट्टामा धेरै नि भयो, 2 बट्टामा नटी भयो। खाना पाक्दैछ नि त, अलिक लौकाको सब्जी पकाएको, त्यो पनि सिटी लाग्दैछ। 2-3 सिटी लाग्नु, 2 सिटी लाग्दा हुन्छ हो दिन्छु। टिस्यु पेपरले पुसेर त्यति बिग्रिन्छ नि त। हेर्नु न अचार त यता न उता भयो, त्यसमा धेरै भयो। यति अचार 500 रुपियाँ पर्छ नि हुन्छ। उहाँ हुन्छ अचार यति उब्रो के गर्नु होला नि, यो अब अहिले खाएर सक्नु पऱ्यो। कस्तो राम्रो भयो अचार। तपाईँलाई पनि खानु मन छ भने खाएर खानु। बाई बाई। मेरो सब्जी पनि पाको, सब्जी पनि कस्तो मिठो भएर पाकिगयो। अनि अघिकै कुकरमा बसिहाल्यो, एउटै कुकरले सबै काम चलिसक्यो। 2टा बट्टा भेटेर अचार 2 बट्टा भइहाल्यो। अब साँझबत्ती बाल्छु अनि बच्चा लिन जान्छु। बाई।